साथीहरु यदि हजुरहरूले WhatsApp प्रयोग गर्नुहुन्छ भने आजको भिडियोमा हामीहरूले WhatsApp स्ट्याटसमा फोटो राख्दाखेरि फोटोमा एड म्युजिक कसरी गर्ने त अथवा म्युजिक सहितको फोटो हामीहरूले WhatsApp स्ट्याटसमा कसरी राख्ने त भन्ने बारेमा जान्ने छौं। नमस्कार साथीहरु, म राजकुमार थापा फेरि पनि एउटा नयाँ भिडियोको साथमा हजुरहरुमाझ उपस्थित भइसकेको छु भने यो भिडियो हेरेर मलाई साथ दिनुहुने सम्पूर्णलाई एकमुष्ट रूपमा हार्दिक स्वागत छ। हामीहरूले WhatsApp स्ट्याटस राख्दाखेरि फोटोमा म्युजिकलाई कसरी समावेश गर्ने त यो प्रयोगात्मक भिडियो हेरौं। हजुरहरूले प्रयोग गर्ने WhatsApp खोल्नुहोस् र WhatsApp खोलिसकेपछि यो च्याट्सको छेउमा रहेको छ अपडेट्स, यो अपडेट्समा क्लिक गर्नु होला। त्यसपछि फेरि माथितिर हेर्नु होला, आफ्नो प्रोफाइल पिक्चरको तलतिर एड स्ट्याटस भन्ने लेखिएको छ, यसमा क्लिक गर्नुहोस्, एड स्ट्याटस। त्यसपछि अब हजुरहरूले मनपर्ने फोटोको साथमा गीत राख्नको लागि, संगीत राख्नको लागि अब यदि हजुरहरूले क्यामेराबाट फोटो खिचेर त्यो फोटोमा एड म्युजिक गर्न चाहनुहुन्छ भने क्यामेरामा क्लिक गर्नुहोस् र हैन हजुरले आफ्नै मोबाइलमा भएको ग्यालेरीको फोटो प्रयोग गर्न चाहनुहुन्छ भने आफ्नो मोबाइलको ग्यालेरीको फोटोलाई चुन्नु होला। यहाँ मैले कुनै पनि एक फोटो चुनेर हजुरलाई देखाउन गएको छु। अब मैले एउटा फोटो चुने। हजुर साथीहरु, अब हामीहरूले यहाँ आफ्नो मनपर्ने फोटोमा कुनै पनि संगीत म्युजिक राख्नको लागि यहाँ हेर्नु होला, संगीतको चिन्ह रहेको छ, यसमा क्लिक गर्नुहोस् र यहाँ हजुरले विभिन्न प्रकारका संगीतहरु म्युजिकहरु देख्न सक्नुहुन्छ र यदि हजुरलाई मनपर्ने गीत संगीत यही रहेको छ भने ठिकै छ, यदि छैन भने हजुरले यो सर्च सङ्ग्स एन्ड आर्टिस्टमा क्लिक गरेर आफुलाई मनपर्ने गीत पनि खोज्न सक्नुहुन्छ। हजुरलाई कस्तो खालको गीत मनपर्छ, लोकगीत, आधुनिक गीत अथवा हिपहप अथवा कस्तो खालको हजुरलाई गीत मनपर्छ त्यही गीत हजुर यहाँ खोज्नु होला। जस्तो कि उदाहरणको लागि मैले नेपाली गीत भनेर खोज्छु, हजुर यहाँ विभिन्न प्रकारका गीतहरु आउँछन् र हजुरलाई मनपर्ने गीत सिधै सर्च गरेर खोजेर पनि राख्न सक्नुहुन्छ। अब जस्तो कि मानिलो हजुरलाई कुनै पनि गीत मन पर्यो भने त्यो गीत कसरी राख्ने त, त्यसको लागि हजुरले यो एरो बटनमा क्लिक गर्नु होला। जस्तो कि यो गीत रहेको छ तिमी मेरो संसार भन्ने, यदि हजुरलाई यो राख्न पर्यो भने अथवा हजुरलाई कुन चाहिँ गीत मन पर्छ त्यो राख्न पर्यो भने यो एरो बटनमा क्लिक गर्नु होला। म यसमा क्लिक गर्छु र साथीहरु हजुरले यसरी गरेपछि आफूले चुनेको अथवा हजुरले चुन्नुभएको गीत बज्न सुरु गर्छ र यहाँ गीतको चाहिँ कुन भाग हजुरले राख्ने हो त यहाँ 15 सेकेन्डको मात्रै राख्ने अनुमति हामीलाई हुन्छ। त्यसैले आफुलाई मनपर्ने गीतको भाग यहाँ राख्न सक्नुहुन्छ। आफुलाई सुन्दै कुन चाहिँ कतापट्टिको अथवा कुन चाहिँ ड्युरेसनको कुन चाहिँ समयावधि गीत हजुरलाई मनपर्छ त्यो अनुसार हजुरले यहाँ चुन्नु होला र सुन्नु होला। आफ्नो आवश्यकता अनुसार यहाँ चुनेर आफ्नो फोटोमा चाहिँ गीत राख्न सक्नुहुन्छ। जस्तो कि मानिलो यो गीत हजुरलाई मन पर्यो भने अब हजुरले चाहिँ यसमा माथितिर हेर्नु होला डन भनेर लेखेको छ, यो डनमा क्लिक गर्नुहोस्, यो रह्यो डन, यसमा क्लिक गर्नुहोस्। हजुर साथीहरु, यसरी हजुरले डनमा क्लिक गरिसकेपछि अब हजुरले चुनेको संगीत गीत बज्न सुरु गर्छ र साथीहरु हजुरले चुन्नु भएको फोटोहरूलाई केही सम्पादन गर्न चाहनुहुन्छ, केही एडिट गर्न चाहनुहुन्छ भने यहाँ एडिट गर्ने अथवा सम्पादन गर्ने केही सुविधाहरू दिएका छन्। यसलाई क्लिक गरेर आफ्नो आवश्यकता अनुसार हजुरले फोटोलाई सम्पादन गर्न सक्नुहुन्छ, एडिट गर्न सक्नुहुन्छ। जस्तो कि म यसमा क्लिक गरेँ र यहाँ विभिन्न प्रकारका एडिट गर्ने सुविधा आउँछन्, तलतिर हेर्नु होला, यहाँ हेर्नु होला, यसरी यहाँ विभिन्न प्रकारका सुविधा रहेका छन् र साथीहरु त्यसैगरी यहाँ टेक्स्टको सुविधा रहेको छ। आफ्नो फोटोमा केही लेख्न चाहनुहुन्छ भने यो टेक्स्टमा क्लिक गर्नु होला, यो टी लेखेको ठाउँमा, र केही आइकनहरु राख्न चाहनुहुन्छ भने यो आइकनको चिन्ह रहेको छ, यसमा क्लिक गर्नु होला। यसरी आफ्नो फोटोलाई विभिन्न तरिकाबाट पनि सम्पादन एडिट गर्न सक्नुहुन्छ र क्याप्सन लेख्न चाहनुहुन्छ भने यहाँ रहेको छ क्याप्सन लेख्ने, यहाँ क्याप्सन लेख्न सक्नुहुन्छ आफ्नो फोटोमा। आफ्नो गीतको भाव अथवा आफ्नो मनको के भाव छ भने यसमा क्याप्सनमा केही शब्दहरू लेखेर हजुरले आफ्नो WhatsApp स्ट्याटसमा आफ्नो फोटो सहितको संगीत राख्न सक्नुहुन्छ। त्यसपछि अब हजुरको फोटोमा संगीत भरेर आफू एडिट गरेर तयार भइसकेपछि अब यो पोस्ट गर्नको लागि यो चिन्हमा क्लिक गर्नु होला। यसरी क्लिक गर्नुभयो भने अब हजुरको WhatsApp स्ट्याटसमा फोटो सहितको म्युजिक अथवा संगीत बज्ने छ। साथीहरु, यसरी हजुरले प्रयोग गर्ने WhatsAppमा सजिलैसँग आफ्नो WhatsApp स्ट्याटसमा फोटो सहितको गीत संगीत राखेर स्ट्याटस अपडेट गर्न सक्नुहुन्छ। साथीहरु, यो थियो हामीहरूले प्रयोग गर्ने WhatsAppमा आफ्नो फोटो राख्दाखेरि संगीतलाई पनि कसरी समावेश गर्ने त भन्ने बारेको एउटा जानकारीको भिडियो। हजुरहरूले आफ्नो अमूल्य समय निकालेर यो भिडियोलाई यहाँसम्म हेरिदिनु भयो। म हृदयदेखि नै मोरी धन्यवाद व्यक्त गर्दछु। यो भिडियो कस्तो लाग्यो मन परे लाइक गर्न र यो भिडियोको बारेमा हजुरहरूको कुनै पनि सुझाव सल्लाहहरू छन् भने प्रतिक्रिया छोड्न र यस्तै ससाना कुराहरूको जानकारीको भिडियो मैले अपलोड गर्न साथ तुरुन्त हेर्नको लागि यो च्यानललाई सब्स्क्राइब पनि गर्न सक्नुहुन्छ भन्दै म आजको यो भिडियोबाट अहिलेलाई ओझेलमा पर्दछु। हस्त, धन्यवाद, जय नेपाल, नमस्कार।